हेलो एभ्रिवान, उहाँ म्यामको चाहिँ हाम्रो पर्मानेन्ट स्ट्रेटको सेकेन्ड लोसन पछिको आफ्टर वास पछिको भिडियो हो यो। उहाँको कपाल चाहिँ यस्तो थियो, एकदम फ्रिजी अनि एकदम कर्ली कपाल थियो। एकदम बाक्लो देखेको छ, तर एकदम फ्रिजी भएको कारणले चाहिँ त्यस्तो देखेको हो। उहाँ म्यामको चाहिँ हामीले पर्मानेन्ट स्ट्रेट गरिदिएका छौँ, देख्न सक्नुहुनेछ। एकदम राम्रो 100%, 100मा 100% नै राम्रो आएको छ। यो भिडियोमा चाहिँ हामीले कुनै पनि आइरन तानेका छैनौँ है। आफ्टर वास पछि ड्राई गरेपछिको मात्रै भिडियो हो यो। एकदम राम्रो हाम्रो फाइनल लुक देख्न सक्नुहुन्छ, एकदम राम्रो आएको छ। यसमा कुनै आइरन नै तानेका छैनौँ हामीले, भए तापनि एकदम राम्रो 100% नै बसेको छ। एकदम साइनिङ पनि देख्न सक्नुहुनेछ। पहिलाको उहाँको कपाल पनि देख्नुभयो होला, एकदम राम्रो 100% नै बसेको छ। वेटी पनि भएको छ भने साइनिङ पनि राम्रो आएको छ। उहाँ म्यामले एकदम मन पराएर चित्त बुझाएर जानुभयो। उहाँ म्यामले चाहिँ पहिला पनि पर्मानेन्ट स्ट्रेट नै गर्नुभएको थियो अरे, तर एकदम झुट र डढेर एकदम काम नलाग्ने टाइपको भएको थियो अरे। अनि त्यो गरेको कपाल चाहिँ काट्दै फ्याल्दै गरेर नयाँ पलाएको कपाल जति राखेर ठुलो विश्वासको साथ यहाँ अरू मार्फतबाट आउनुभएको रहेछ र भने जस्तो रिजल्ट पाउनुभयो उहाँले।